खोइ यता हेर त यहाँ एकदम मैले भन के गर्छ बिटु त्यहाँ पाइप फुट्ला है हात खुट्टा भाँचेर त्यहाँ भिडे चाहिँ राम्रो गर उता हेलो एभ्रिवान गुड मर्निङ नमस्ते साथीहरू हजुरहरू कस्तो हुनुहुन्छ आशा गर्दछु हजुरहरू सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु म अनुष्का राईले न्यू डे न्यू ब्लग लिएर आइसकेको छु साथीहरू र आज चाहिँ हामी के गर्दैछौँ भन्ने कुरो नि त साथीहरू म देखाउँछु ल म पनि अहिले गर्दै चाहिँ आएको यहाँ पसिना चुकुद यहाँ देख्न सक्नुहुन्छ म चाहिँ यहाँ फ्रिजमा पानी भर्न ल्याएको थिएँ 2 दिन जस्तो भयो पानी परेको अनि 2-3 दिन जस्तो अलिअलि पानी पर्दै रोक्दै पानी गरेर राख्दै अनि म चाहिँ अब उनीहरू अब काम गरेर थाक्दाखेरि चिसो पानी खानु खोज्छ त्यही भएर चाहिँ म चाहिँ फ्रिजमा पानी भर्न आएको थिएँ साथीहरू अनि मेरो यहाँ 2 जना भाइहरू ड्युटी गए छोरीहरू पनि स्कुल गयो अनि यहाँनिर आज चाहिँ हाम्रो चाहिँ के काम हो भन्ने कुरा चाहिँ म देखाउँछु है साथीहरू यहाँ चाहिँ साथीहरू आज यस्तो काम चलिरहेको छ यति बलुवाहरू उठाइसक्यो यहाँ नालाहरू पनि अब भाइहरूले सफा गर्यो मैले पनि अघि गरेँ हल्का उतापट्टि मैले आफ्नोतिर पनि सफा गरेँ यो चाहिँ अब भाइहरू बस्छ यहाँ रुमहरू त्यही भएर आज चाहिँ उनीहरूको चाहिँ छुट्टी त्यही भएर मैले चाहिँ अनि पुरा सफा गर्नुपर्छ भनेर चाहिँ यहाँ पुरा धमाधम लागिरहेछ यहाँ बिट्टु भाइलाई हेर्नु सक्नुहुन्छ होइन खोइ यता हेर त यहाँ एकदम मैले भ्लग निकाल्छु भनेको थिएँ साथीहरू यस्तो कामको चाहिँ भ्लग ननिकाल्कै दिदी भिडियो ननिकाल्नु के भन्दै थिएँ मैले पनि सोचेको चाहिँ ननिकालौँ भनेर तर उसको कुराले मलाई जसाइहाल्यो ननिकाल्नु भनेपछि चाहिँ फेरि मलाई निकाल्नु मन लागिहाल्छ यहाँनिर चाहिँ अब पुरा नालाहरू चाहिँ यति सफा भइसकेको चट्ट भइहाल्यो नि यतिको त यहाँनिर चाहिँ अघि मैले पाइप काटिदिएको यति लामो थियो पानी चाहिँ अब यता बगेर जान्थ्यो अनि त्यही भएर चाहिँ यहाँनिर चाहिँ मैले पाइप काटिदिएको अलिक काट्नुपर्ने कहाँ हो यतिको ठिकै छ नि कहाँ हो यहाँसम्म आउँछ नि पानी अब त्यहीँ ट्यापै टाल्यो भने त फेरि यहाँबाट उयो हुन्छ नि त फेरि उसमा फोहोर हुन्छ के आमामामा आइडिया चाहिँ फेरि खुब दिन्छ है गर्ने बेलामा चाहिँ अघि चुप लाग्यो आइडिया चाहिँ साथीहरू सानो दिने होइन यो बिट्टु भाइले आइडिया गर्ने चाहिँ होइन गर भन्नुपर्छ कि गर भन्दाखेरि त तर गर्छ गर भन्दा बिचरा गर्छ गर्दिन चाहिँ भन्दैन तर गरेको काममा चाहिँ आइडिया चाहिँ खुब दिन्छ खोइ यतातिर देखाइहाल्यो नि त एकचोटि झलक बिट्टु यहाँनिर चाहिँ हाम्रो छिमेकी बाजेले चाहिँ यहाँ यताउति सिकाउनु हुँदैछ यस्तो गर उस्तो गर भन्दै अनि म चाहिँ यहाँ हल्का मेरो युट्युब फ्यामिलीहरूसँग एकछिन भेटौँ भनेर चाहिँ म यहाँ आएको साथीहरू आज चाहिँ हाम्रो कामहरू यस्तै चल्दैछ अब यति मात्रै होइन माथि छत पनि आज त सफा पो गर्ने बेला हुन्छ अब भाइहरूको छुट्टी बेलाको चाहिँ अब सबै सफा गर्ने बेला हुन्छ भरे माथि छतमा पनि पुग्नुपर्छ मैले झारेको थिएँ कि म यस्तो भिडियोको लागि होइन म हाल्छु अब कता यहाँको यहाँ खना चाहिँ के हाल्ने के त पर्दैन हौ होइन पानी जानु पर्दैन भयो चिसो पो छ त नि भारी हुन्छ नि फेरि आमामा भारी भयो हौ मार्छ कि क्या हो यो के अरे पानी यसै चिसो हुन्छ ल म एक्लै सक्ने ल उठाऊ म त एक्लै लान्छु भनेको नि साथीहरू काम गर्दा गर्दा हैरान
बलुवा उचालेर त बलुवा उचेर त भोक पो लागेर भयो 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 बिटु भयो त्यहाँ भिडियोमा तेरो हातै मात्रै देख्छ त्यही भएर चाहिँ यहाँ सफा गरेको कारण त्यही हो तिम्रो रुममा 3 वर्ष लाइट लगाइदियो हामी उतापट्टि गफ गर्ने साँच्चै भनेको मैले भनेको होइन तिमीहरूलाई सामान सार्ने के अरे सफा गरौँ भनेको होइन त्यही भएर बस्नु मज गरेर यहाँ के अरे लाइन पनि लगाइदिएको उसो भएदेखि भरेदेखि घर आउनु पर्दैन सामानहरू अहिले नै लिएर जाऊ त्यो 2-4वटा कपडा छ लिएर गइहाल्नु मुखरी खान नआउनु भयो साथीहरू बुढा रक्सी खाएर हो मातेर आमामा के भन्नु त्यही भएर मैले पनि यहाँ भनिदिइहालेको हो के भन्नु आफ्नो बाटो म मेरो मर्जी कम्पनीमा बस्छ अरे कम्पनी त कपडाहरू लिएर जाऊ तिमी 2-4वटा अलिक मुखाले भनेको चाहिँ पुऱ्याउने गर्नु त्यो उताको चाहिँ बल्ल नखोड्दै होइन के ऊ त्यहाँ पाइप लगाउनु पर्छ फेरि यताबाट पानी आएर फेरि यस्तो जान्छ नि कहाँ गएछ चलाउने पनि हातका यहाँनिर चाहिँ म बुढालाई पकाउँदैछु अम्लेट यहाँ चाहिँ बुढाले ल्याइदिनु भएको छ कोल्ड ड्रिङ्क्स साथीहरू बिहान काम गऱ्यो भनेर यहाँ बिटु खानुलाई एकदम अघि नै 1 2 3 मा आइपुगिहालेको छ साथीहरू अब यहाँ चाहिँ म चाहिँ हाल्नु आँटेको छु बिटुलाई क्यामेरासँग बसेर मजाले मान्छे निकाल्नु नि त्यहाँ घाँटीदेखि उँधो मात्रै निकाल्छु बबी खाना दियो खान्छ अरे गिर्दैन दिदी त्यो गिर्दैन यो चाहिँ साथीहरू मेरो खाना हो आजको चाहिँ मैले चाहिँ सब्जी लिएको छुइनँ किनकि सब्जी पनि छ मलाई चाहिँ आज यसरी नै खानु मन लाग्छ बेला बेला चाहिँ मलाई यसरी खानु मन लाग्छ साथीहरू नुन खोर्सानी छिटो खाऊ हौ छत सफा गर्नु जानु भनेको साथीहरू डिप्रेसन भएर उहाँ जानु पनि खोजेकै छैन ओ त्यहाँनिर लहराको पत्ता छ लहरा चाहिँ यस्तो परेर माथि गएको छ साथीहरू त्यो चाहिँ तान्नु पर्यो बुढाले मलाई त्यो निकाल्नु घरमा बसी त्यहाँबाट साँप चढ्छ भनेर भनेको यस्तो भएर चाहिँ यस्तो भइरहेछ अब यसलाई चाहिँ म निकाल्छु बिटो खै आऊ त कहाँ माथि चढेको यहाँ सघाउ न यो फोन म यो तान्छु यहाँदेखि झर्दिउँ कहाँ त्यहाँबाट झर्छ हौ हेर कि पनि के खुट्टा भाँच्नु मन छ के गर्छ फेरि लड्छ हौ नगर भन के गर्छ बिटु त्यहाँ पाइप फुट्ला है हात खुट्टा भाँचेर नि त्यहाँ फेरि आम्मामा उठ्ने बेला नि उठिदिन्छौ म त यो त एन्टीमा बाध्य छ के हो खोइ दिदी त्यसलाई त्यसरी होइन हौ एकछिन त खोइ यो पकाउनु त त्यो एन्टिना उयो चुच्छ हौ होइन यो चाहिँ कान्छ के यता चाहिँ देखाउ न ए पर यति टुटाएपछि त खोइ दिनु त यहाँ दिनु न दिदी त्यो पखान हौ यो हो खोइ यो पकाउनु त म खोलिदिन्छु लिनु म खोल्दैछु त पकाउनु नि भयो के तिमी त्यहाँ भिडियो चाहिँ राम्रो गर उता
भाइ निकाले उयो निकाल्ने हो त्यो त्यो होस् त्यो त्यो आफै घामले नै पुरा आमामा च्याप्चा भयो के साह्रो लड्नुलाई फोन हराएर फोन हराएर डिप्रेसनै हुन आँटेको है तँ त नाम तल लड्छ त्यहाँ यस्तो छ साथीहरू यता चाहिँ सफा गरेको मैले तिमीले भेट्नु न ढुङ्गाले हान्नु न होइन के गरेको अनि त्यही झुन्डिन्छौ त अनि लु यो बेल्चाले नि बलुवा साइड गर्नु अनि म झाडु लगाउँछु ल अघि नै त्यही भएर फोन बात नमारेर हराइसक्यो त्यहाँबाट अरे तपाईँलाई मलाई लाग्छ यहाँलाई मैले दोकान जाँदाखेरि दोकान पनि गएर आउनु त डस्टबिन पनि उ त्यहाँ फ्याल्नु भनेको थिएँ अनि आउँदा डस्टबिन ल्याउनु भनेको यहाँलाई उ त्यहाँ राखेर गएको थियो अब कुन चाहिँ त्यो बाल्टीहरू पनि बेच्दाखेरि पैसा आउँछ नि त के भन्नु र साथीहरू मान्छेले डस्टबिन धरी पनि छोडेन तिमी चाहिँ होइन फोन हराएर यस्तो बाँधा जस्तो के भएको के गरौँ भयो क्या अनि काम अब अघि नै मैले माथि जाऊँ भन्दा तिमी नै होइन नमानेको कस्तो खाले केक खाएको रे बेटु सेतो कालो सेतो कालो अझै निलो पहेँलो आइस केक चाहिँ कस्तो खाले थियो भने के कस्तो आइस केक चाहिँ चिप्लो स्मुथ क्रिम हुन्छ के भित्र चाहिँ अब खाँदाखेरि चाहिँ अब नि साथीहरू रसिलो जुसी हुन्छ अनि तिमीले कस्तो खाएको भित्र फुको थियो कि कस्तो थियो सिकुटे गिलो भनेको होइन कि मैले भित्र फुको थियो कि भित्र रस थियो भनेको कि रस थियो भनेको रस थियो अनि त्यो कति रुपियाँ 30 रुपियाँ कत्रो पिस अरे कस्तो सेपमा थियो यस्तो स्क्वायर टाइपमा थियो कि अब यस्तो परेको थियो पिज्जा जस्तो त्यो कहाँबाट निकालेर त्यो तलबाट निकालेर त्यो कि उता त्यो के भन्छ त्यो कोल्ड ड्रिङ्क्सहरू राखेको ठाउँबाट निकालेर मलाई तल राखेको भएर त्यो तल राखेको चाहिँ नर्मल केक हो क्या त्यो चाहिँ 15, 20, 25, 30 रुपियाँको केक हुन्छ जुन चाहिँ त्यो कोल्ड ड्रिङ्क्समा राखेको हुन्छ नि माथि राखेको होइन तलै राखेको फ्रिजबाट निकालेर दिएको चाहिँ त्यसलाई के भन्छ आइस केक त्यो चाहिँ हो चिसो उयो मैले खाएको त खालि चिसो थिएन त्यही हो चिसो नभएको चाहिँ अस्ति मैले भान्जीको बर्थडेमा काटेको होइन ऊ त रेणुकुण्डामा खिलाएको होइन मैले तिमीलाई एक आइस केक मैले त आइसक्रिम मात्रै खाएको रेणुकुण्डामा त आइसक्रिम खायो मैले त खालि 2टा आइसक्रिम खाएको त तपाईँले चाहिँ खानुभयो है के खानुभएको थियो मैले थाहा छैन त्यो हामीले चाहिँ जाँदाखेरि होइन भान्जीको स्कुलमा आइसक्रिम मात्रै खाएँ मैले उयो रुममा हुँदाखेरि मैले ठुलो भान्जीको बर्थडेमा केक लिएको होइन ठुलो भान्जी मैले त सानो भान्जीको बर्थडे मनायो होला नि सानो भान्जी र भेनाको बर्थडेमा चाहिँ नर्मल केक हो के भेना र नेहादेखि भेनाको बर्थडे आयो होइन नेहाको होइन ओ श्रुतिको बर्थडे थियो ल हेर होइन त्यहाँनिर बसेर केक काटेको चाहिँ के हो भेनाको श्रुतिको बर्थडे हो कि नेहाको बर्थडे म थाहा पाएन क्या कन्फ्युज भयो क्या भेनाको बर्थडे भन्छ घरि नेहाको बर्थडे भन्छ घरि श्रुतिको बर्थडे भन्छ के हुन्छ एक बिर्सु चाहिँ त्यो बर्थडेको दिन रातो केक लिएको होइन रातो हो त्यो कस्तो थियो मिठो थियो हो त्यसलाई भन्छ के आइसक्रिम अनि मिठो लागेन त्यो ज्यादै गुलियो थियो तर बिटुको कुरा साथीहरू के भन्छ फोन हराएर
बोलेको कुरा पनि थाहा हुँदैन होइन शनिबार त बादल बजार जान्छु भन्दैछ अहिले कपडा किन्नु म जान्छु दिदी के गर्नु भने केटा मासु बोलाएको आलु बक्से यतिको चाहिँ सफा भयो यहाँ देख्न सक्नुहुन्छ साथीहरू यहाँ हेर्नुहोस् आजको काम यहाँ यतिको सफा भइरहेछ यहाँ त अलरेडी नै सफै नै थियो टक्कसँगले यस्तो पसिना भइरहेछ नि त साथीहरू नुहाएको बराबरै भयो नुहाएको बराबरै कस्तो मुखमै पसेको पसिना चराहरू बसाइ सडेर साथीहरू हुरुरुरु जाँदैछ अघि पनि गएको थियो अहिले पनि यहाँ पनि ए कहाँ पो गयो छ्या बुढाको आफ्नै व्यस्तता साथीहरू र यहाँ छोरी यहाँ पढ्दैछ अर्कोमा भात नखाइ सुत्नु आँटेको छ साथीहरू आजको ब्लग हजुरहरूलाई कस्तो लाग्यो यदि मेरो ब्लग मन पराए सब्सक्राइब लाइक कमेन्ट सेयर गरिदिनुहोस् ल भन्न चाहन्छु साथीहरू ल आजको भिडियो चाहिँ म यही एन्ड गर्न चाहन्छु साथीहरू गुड नाइट बाई बाई टेक केयर